बगैँचामा एउटा कथाबाट बुझाउन प्रयास गर्छु। एउटा बगैँचामा एउटा ब्वाँसो मस्तीले सुतेर बसिराखेको थियो कि हजुर। अनि त्यही बगैँचामा एउटा खरायो मजाले उफ्री उफ्री चरिराखेको थियो। खरायो चर्दै गर्दा खस्याखुसु त्यो पातहरू सुकेको पातहरू पनि हुन्छ बगैँचामा, त्यो खस्याखुसुको आवाजले सुतिराखेको ब्वाँसो बिउजिन्छ। त्यो ब्वाँसोलाई रिस उठ्छ पनि, मेरो निन्द्रा डिस्टर्ब गर्ने को हो? यसो टाउको तन्काएर हेरेको एउटा सेतो खरायो, सुन्दर खरायो उफ्री उफ्री चरिरहेको देख्छ। अब त्यो ब्वाँसो खुसी हुन्छ एकछिन, अब यो खरालाई मार्छु, यसलाई खान्छु। तर उसले यसो आफ्नो पेट छान्छ, उसले दिउँसै शिकार गरिसकेको हुन्छ कि हजुर। अब यो खरालाई मैले मारिहालेँ भने पनि यसको सबै मासु खेर जान्छ। म आज यो खरालाई चलाउँदिनँ, भोलि बिहानै मेरो ब्रेकफास्ट बनाउँछु, बिहानको नास्ता बनाउँछु भन्ने ठानेर त्यो दिन ब्वाँसोले त्यो खरालाई त्यसै छोडिदियो। भोलि बिहान भयो, सूर्यनारायण उदाउनु भयो, यसो घडी हेरेको 7 बजिसकेछ। त्यो घडी लाउने ब्वाँसो रहेछ भनेको टाइम कन्सियस रहेछ क्या हजुर। आज मान्छेले समयलाई जति आत्मसात नगरेको के चिजलाई होला र हजुर। तर त्यो ब्वाँसो अत्यन्तै टाइम कन्सियस रहेछ, घडी लाउने र 7 बजिसकेछ अनि उठ्यो। टाइम कन्सियस मात्रै होइन, अब त्यो खरालाई समाउन जानुभन्दा पहिला त व्यायाम पनि त गर्नु पर्यो होइन। अनि उसले थोरै व्यायाम गर्यो, योग ध्यान गरिसकेपछि अब त्यो खरालाई समाउँछु भनेर ब्वाँसो 1 स्टेप अगाडि जान्छ, खरायो 2 स्टेप अगाडि भाग्छ। ब्वाँसो 2 स्टेप त खरायो 4, ब्वाँसो 4 त खरायो 8, ब्वाँसो 8 त खरायो 16 स्टेप। 2 घण्टा भइसक्यो ब्वाँसोले खरालाई लखेटेको र पनि ब्वाँसोले खरालाई समाउन सकेन। ब्वाँसो लखतरान हुन्छ, उसलाई एकछिन त लाज पनि लाग्छ, आफैलाई फर्किएर हेर्छ के समस्या भयो। यति सानो प्राणी, कमजोर, मभन्दा कमजोर, मभन्दा निरीह, मभन्दा सानो यो खरालाई पनि मैले समाउन सकिनँ। उसलाई अचम्म लाग्यो एकछिन त। अनि उसले दौडिरहेको खरालाई भन्छ स्टप, रोकी। खरायो सशङ्कित हुन्छ, रोकिन्छ। अनि ब्वाँसोले खरालाई भन्छ विश्वास गर, म तिमीलाई केही पनि गर्दिनँ, भन म तिमीलाई एउटा प्रश्न सोध्छु, त्यसको उत्तर मलाई देऊ। खराले भन्छ भन न दाइ के हो? अनि ब्वाँसोले भन्छ म तिमीभन्दा शक्तिशाली छु, तिमीभन्दा ठुलो छु, तिमीभन्दा बलियो छु, तर मैले मेरो सबै इफोर्ट लगाएर 2 घण्टा तिमीलाई लखेटेँ, समाउन खोजेँ र पनि मैले तिमीलाई समाउन सकिनँ। खरायो भाइ मलाई भन्देऊ न, मैले तिमीलाई समाउन नसक्नुको पछाडिको कारण के हो? खरायोले मुसुक्क मुस्कुराउँदै भन्छ हो दाइ, मभन्दा तिमी ठुलो छौ, शक्तिशाली छौ, बलियो छौ, तिमीले यति मेहनत गरेर मलाई लखेट्यौ, अब फेरि पनि लखेट, तिमीले मलाई समाउन सक्दैनौ। किन भन न? खरायोले मुसुक्क मुस्कुराएर भन्छ तिमीले मलाई समाउन नसक्नुको पछाडि एउटै कारण छ। त्यो कारण भनेको तिमी बिहानको नास्ताको लागि दौडिरहेछौ, बिहानको ब्रेकफास्टको लागि दौडिरहेछौ, तर म मेरो जीवनको पछाडि दौडिरहेछु। अनि तिमीले मलाई कसरी समाउन सक्छौ? दौडाई दुईटैको दौडाई हो नि त्यहाँ, तर उद्देश्य फरक भयो क्या। उद्देश्य फरक छ। ब्वाँसोको उद्देश्य भनेको बिहानको ब्रेकफास्ट मात्रै हो, बिहानको नास्ता हो, एक छाक खाना हो, तर खरायोको दौडाई जीवन हो। फरक यहीँनिर हुन्छ। अब हामीले पनि आफूले आफूलाई प्रश्न गरौँ, म के का लागि दौडिराखेको छु? बिहानको एक छाकको लागि या मेरो जीवनको लागि? यसैले फरक पार्छ। त्यसैले फाइन्ड योर वाइ, देन यु क्यान फ्लाइ। त्यसैले हामीले बारम्बार आफूलाई प्रश्न गरिरहनु पर्यो, मेरो बिहानदेखिको भागदौड। किनकि आज म बिहान 5 बजे हेटौँडाबाट उठेर म काठमाडौँ आउनुको पछाडि मेरो वाइ क्लियर थियो कि हजुर। किनकि म यहाँ आउनुभन्दा अगाडि मेरो 3वटा मिटिङहरू सकेँ, यहाँ आएँ, यसपछि फेरि मेरो मिटिङ छ, मेरो स्पष्ट वाइ क्लियर छ। त्यो कारण मलाई 5 बजे 4 बजे मलाई उठायो, अलार्मले उठाएको होइन हजुर, मेरो कर्तव्यले उठाएको, मेरो योजनाले उठाएको।